हेलो एभ्रिवान, हजुरहरू सम्पूर्णलाई चाहिँ शुभ बिहानी र शुभ प्रभात भन्न चाहन्छु। अहिले चाहिँ हामी बुढाबुढी एकैसाथमा एउटै फेममा आइसकेका छौँ होइन। सो आज चाहिँ हामी एउटा नयाँ भिडियो लिएर आइरहेको छु। तपाईँहरूलाई चाहिँ अस्ति हामीले गत हप्ताको भिडियोमा चाहिँ केही छोटो छोटो जानकारी दिएको छ हाम्रो बुढाबुढीको नयाँ भिडियो आउँदैछ भनेर। सो त्यही भिडियो लिएर आज हाम्रो बुढाबुढी, हाम्रो त नभनौँ, मेरो बुढी आइरहेको छ है। तपाईँहरूले कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला र रातो आइकन हुन्छ जहाँ त्यहाँ चाहिँ ट्याक्क थिचेर सब्सक्राइब पनि गरिदिनु होला र एउटा सानो घन्टी बेल आइकन त्यहाँ पनि थिचेर तपाईँहरूले सपोर्ट गरिदिनु होला ताकि मैले हालेको नयाँ नयाँ भिडियोहरू चाहिँ तपाईँहरूको मोबाइलमा छिट्टै जाओस्। सो अब चाहिँ तपाईँहरूको सामु म नयाँ भिडियो, आजको भिडियो सुरु गर्न चाहन्छु। त्यही भिडियो चाहिँ कताबाट सुरु गरौँ, बुढीबाट गरौँ कि बुढाबाट गरौँ? बुढाबाटै गर्नु न। मेरो बुढीले चाहिँ कस्तो अल्छी लागेको फेरि भन्छ नि। त्यो भिडियो चाहिँ कस्तो छ भने अब भिडियोको सब्जेक्ट अथवा कन्टेन्ट भनौँ अथवा पहिलो शीर्षक त्यो चाहिँ हाम्रो अहिलेसम्मको अवस्था कसरी आइपुग्यो भन्ने चाहिँ अवस्था अथवा बिहे कसरी भयो, लभ कसरी पऱ्यो, अनि उल्टो भएछ जोस् यो अवस्थासम्म आउनु चाहिँ के कसरी भयो भन्ने चाहिँ तपाईँहरूलाई जानकारी दिन चाहन्छु होइन। तपाईँहरूले पनि हाम्रो माया लभ स्टोरी हेरेर चाहिँ नि के कुरा गर्न सिक्न सक्नुहुन्छ। सो अहिले चाहिँ अब म कुरा सुरु गर्न गइरहेको छु। मेरो बुढी मभन्दा 3-4 घन्टाले मात्रै सानो छ, त्यही भएर चाहिँ मैले मेरो बुढीको नाम पनि सानो राखिदिएको छु है। अनि मेरो बुढी र मेरो भेट चाहिँ लगभग त्यस्तै 17-18 वर्षमा मात्रै भेट भएको होला। गाउँ त एउटै हो, फेरि बुढीको र मेरो गाउँ एउटै हो। मैले र बुढीको भेट चाहिँ लगभग क्लास 9मा आएर मात्रै भेट भयो, त्योभन्दा अगाडि हाम्रो भेट भएन। मेरो बुढी गाउँमा बसेर पढ्यो, म सहरतिर गएँ है। अनि सो त्यतिखेर अब मैले र बुढीले सँगै एउटै स्कुलमा पढ्दा पनि हाम्रो लभ चाहिँ परेन, त्यत्तिकै पढ्दैन क्या। अनि पछि हुँदै गएपछि पनि अझै पनि लभ परेन, 10 क्लास हुँदा नि लभ परेन। म चाहिँ हेरिरहन्थेँ, उहाँले चाहिँ मलाई अब वास्तै गर्थेन। अहिले हाँस्छ, अहिले चाहिँ मलाई थाहै छैन नि त नि कहाँबाट पहिला भन्नु पर्ने छैन। त्यही त मैले पहिला त अब यस्तो हो नि त, एकतर्फी अब भन्न सकिएन, त्यो मेरो गल्ती हो। सुरुमै भनेको त उहिले बिहे भइसक्थ्यो, तर अहिले यहाँ आएर नि पछिल्लो समयमा आएर बिहे लगभग 7-8 वर्षपछि भयो होइन। क्लास छोडेको स्कुल छोडेको 8-9 वर्षपछि बिहे भयो। सो हामी चाहिँ अहिले अब लभ कसरी पऱ्यो भन्नु पर्दाखेरि चाहिँ अब यस्तै हामी यताउता हिँड्दा सिलसिला गर्दै हिँड्दै जाँदा चाहिँ हाम्रो पुर्खीले कहाँ पुग्यो, बेसम्म पुग्नु चाहिँ कुनै पनि कारण त्यस्तो छैन, अप्ठ्यारो बाधा अर्चन थिएन। हामी आफै लभ गर्दै मैले एकचोटि कुरा गर्दै फेरि कुरा चाहिँ फोन चाहिँ गर्थेँ। मैले नम्बर कताबाट पाएको थिएँ, मलाई साथीहरूलाई दिएको थिएँ, आफ्नै गाउँको भए पनि मैले चाहिँ खासै नम्बर माग्नु चाहिँ सकिरहेको थिएन। अनि मेरो मामा हुनुहुन्थ्यो, मेरो मामाले चाहिँ नम्बर मागेर दिनुभयो मलाई। दिएपछि मैले फोन गर्थेँ तर बोल्न आउँथेन मलाई। त्यतिखेर त भर्खर नयाँ मोबाइल लिएको, त्यतिखेर त हाम्रो अहिलेको जस्तो मोबाइल थिएन, सानो टिकटिके मोबाइल थियो। सो त्यो मोबाइलबाट फोन गऱ्यो अनि बोल्न खोज्यो, मनमा यहाँ चाहिँ बोल्नु आउँथ्यो है, तर मुखबाट चाहिँ नआउँथ्यो क्या। त्यति नै सिलसिलामा पढाइ पुरानी भयो, 11-12 पढियो। अनि मेरो बुढीले चाहिँ अब सिलाइ गर्थ्यो है, सिलाइ सिक्यो, सिलाइ गऱ्यो। त्यतिखेरसम्म अझै लभ पराइ आएन हाम्रो। यसो बाटामा भेट्यो भने खिच्छ दुइटा जान्थ्यो भने हाँस्ने, म त झन् लजाएर भुत्तुक्कै हुन्थेँ देखेपछि। अनि म चाहिँ पर भएको थिएँ, मन चाहिँ पराउँथेँ तर पर जान्थेँ। अनि त्यस्तै हुँदै गयो। अनि त्यसपछि म कता काम सिलसिला बाहिर नि गएँ।
बाहिर गएपछि अलिकति हाम्रो सम्बन्ध चाहिँ अलि टाढै भयो है। लगभग 1 वर्ष जस्तो टाढा भयो। पहिला नम्बर पाएर अलिअलि बोल्न जान थालेको थियो, फेरि टाढा भयो। टाढा भएपछि अनि फेरि वास्तै गर्न छोडेँ। उहाँले त झन् मलाई के वास्ता गर्थ्यो अरे, अर्कै बोयफ्रेन्ड बोकेर हिँड्नुहुन्थ्यो अरे। अनि त्यसपछि पछि हुँदै हुँदै आएपछि अनि फेरि म चाहिँ नेपालमै आएँ। विदेशतिर गएको थिएँ, चाइनातिर केरिङतिर। त्यसपछि नेपाल आएँ। नेपाल आएर अनि म चाहिँ मेरो साथीको लैलैमा यसो सरकारी जागिर खाइदिउँ त भनेर अनि यसो लाहुरेतिर भिडियो फ्याट्ट भइहाल्यो। त्यसपछि अनि झन् हरायो। फेरि बल्ल तल्ल नेपाल आएर अलिअलि फेरि कन्ट्याक्ट मिल्यो अरे, फेरि हराएँ होइन, फेरि हरायो बिचमा। यता तालिम सालिम के भन्न थाल्यो। सम्पर्क विच्छेद भयो। सम्पर्क विच्छेद भएपछि म त अर्काले लग्यो कि भन्नाले लगायो। पछि लाग्यो। अनि त्यसपछि सुरु भयो बोल्न फेरि। अब जब तालिम सक्यो 1 वर्षको तालिम लिइसकेपछि फेरि अब नम्बर त हराइसकेको थियो, हुनु थाहै भएन। अनि फेरि फेसबुकमा फ्रेन्ड गयो। अनि दिनौँ यति कुरा गर्दै लास्टमा एक रात बिताउनेसम्म कुरा गर्न थालियो होइन। अनि त्यस्तो हुँदै मेरो जब चाहिँ पहिलो सुरुमै चाहिँ धुलिखेलमा पर्यो। धुलिखेलमा पर्दाखेरि चाहिँ मेरो फ्यामिली पनि, अब फ्यामिली भन्नु पऱ्यो अहिले त बुढी, मेरो बुढी पनि त्यही मैले जस्तै गभर्मेन्टमा नै जब गर्ने भइसकेको छ। मलाई थाहा छैन। उहाँ बजारमा सिलाइ टेलर्स खोलेर बसेको मान्छे एकैचोटि के अरे जागिरी भयो भनेपछि त झन् म त खुसी भइहालेँ। मेरो नभए नि यसो त्यतिखेर चाहिँ मलाई कस्तो लाग्थ्यो भने मेरो नभए पनि अरूको लागि भने पनि ऊ आफै सक्षम भएछ भन्ने चाहिँ लाग्थ्यो। अनि त्यस्तो हुँदै कुरा गर्दै गयो। अनि मेरो पल्टन फेरि सरेर रसुवा गयो, आफ्नै गाउँमा गयो। हाम्रो चाहिँ फेरि जिल्ला कहाँ हो, तपाईँहरूको घर कहाँ हो भन्ने लागिरह होला। हाम्रो घर चाहिँ रसुवा जिल्ला कालिका गाउँपालिका वडा नम्बर 5 मा हो। मेरो बुढीको घर र मेरो घर लगभग त्यस्तै 20 मिनट जति लाग्छ होला आउने जाने। सो अनि त्यतिखेर कुरा त्यसरी नै सुरु भयो। अनि पल्टनै भयो। अनि आफ्नै गाउँठाउँमा गएपछि गाइयो के कुरा सुन्यो फेरि है। मेरो बुढीको अर्कै गर्लफ्रेन्ड बोयफ्रेन्ड छ अरे, मेरो अर्कै गर्लफ्रेन्ड छ अरे भन्नेतिर लाग्यो। अनि छन त थियो नभए होइन, म अर्कै थियो ऊ अर्कै थियो, कता थियो है। त्यो कुरा नगरौँ होला, अब बितेका कुराहरू जस। अनि त्यसपछि म धुन्चे गएर 1 वर्ष होइन कति 3-4 महिना पछि हामी कुरा गर्दै जाँदाखेरि एक दिन चाहिँ भेट्ने निर्णयमा पुग्यो है। अनि भेटेर चाहिँ अनि हामी केरुङ घुम्न जाने, चाइना केरुङ घुम्न जाने भनेर चाहिँ भेट्ने सम्झौता भयो। त्यतिखेरसम्म चाहिँ मलाई फेरि यो मान्छेले चाहिँ माया गर्छ भन्ने चाहिँ एक रति पनि थिएन मलाई। किनकि मेरो त्यत्रो विश्वास गर्छ जस्तो लाग्यो। किनकि म चाहिँ पहिलादेखि नै चाहन्थेँ तर भन्न चाहिँ सकिरहेको थिएन। अनि त्यतिखेर मैले चाहिँ ल भेटौँ न त भनेर प्रस्ताव आयो। उसले चाहिँ हुन्छ भने त्यसपछि चाहिँ मेरो मनमा खुसी प्रकट गर्नु भयो। अनि त्यसपछि सर्लक्क सुरुवात भयो। त्यहाँदेखि चाहिँ अनि मलाई अब चाहिँ हाम्रो लप्पा जस्तो लाग्यो। अनि त्यसपछि अझै पनि विश्वास थिएन। अनि ऊ पनि उसको चाहिँ कहाँ थियो तिम्रो भक्तपुर थियो त्यतिखेर। अनि भक्तपुरदेखि ऊ घरमा आएर बुवा मम्मीलाई भनेर म फलानु केटासँग चाहिँ जान्छु है भेट्नलाई भनेर ऊ आएपछि त म खुसी भइहाल्यो। म हिजो अस्तिसम्म 1 करोड मात्रै थियो, लास्टमा 2 करोड भयो है। अनि त्यसपछि आइहाल्यो। आएपछि हाम्रो भेट भयो धुन्चेमा, रसुवा धुन्चेमा। बाँकी अर्को उसमा गरौँ न। बाँकी अर्को एपिसोडमा अब